अहिले हामी देख्न सक्छौं बस पार्कमा डोजरले पुरानो माटो हटाउने काम गरिरहेको छ। अब हेरौं आउने दिनहरूमा बस पार्क कस्तो रूप लिन्छ र कति परिवर्तन हुन्छ। गरेको तर यो अब यिनीहरूले भत्काइसक्यो तर सम्याउन बाँकी छ। सम्याएर छिटै बस पार्क बनाउने भन्दै चाहन्छु। जग्गा हामीलाई जमिन बसोबास ठाउँ दियो भने ट्याक्क बस पार्क बन्छ। यो बास्तार कम्प्लेक्स छ नि हामीले गरेको तर यो आफूले डोजरले भत्काउने अनि त्यसलाई सम्याएपछि बस पार्क बनोस् भत्काए नि बनोस् तर सम्याउँदै गएपछि बस पार्क नि बन्छ। अनि हामीलाई व्यवस्थापन गरेर हामीलाई ठाउँ दिएपछि आफ्नो आफ्नो ठाउँ दिएपछि आफ्नो आफ्नो किताबमा दिएपछि सरकारले बस पार्क बन्छ कि बन्दैन धनराजले नि भन्दै थियो बस पार्क त बन्छ तर यिनीहरू त बन्छ सम्याएपछि पछि थाहा हुन्छ बन्न त बन्छ भन्नुभएको कि धनराज आचार्यले। यो बस पार्क पुनर्निर्माणपछि कस्तो रूप लिन्छ भन्ने विषयमा सबैको चासो बढेको छ। प्रभावितहरूलाई उचित व्यवस्थापन गरिने अपेक्षा गरिएको छ। थप अपडेटका लागि हामी सँगै रहनुहोस् र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्।